नेपाल क्रिकेट टोली युरोप टुरमा निस्किसकेको छ। तर धेरैले एउटा प्रश्न सोधिरहेका छन्, नेपालले नेदरल्यान्ड्स जानु अघि जर्सीसँग किन खेल्दैछ? जर्सी आखिर कस्तो टोली हो र यो सिरिजले नेपाललाई फाइदा हुन्छ कि घाटा? आज यी सबै प्रश्नको उत्तर दिनेछौँ। सबैभन्दा पहिले जर्सीको बारेमा कुरा गरौँ। जर्सी कुनै देश होइन, यो बेलायती क्राउन डिपेन्डेन्सी हो जुन इङ्ल्यान्ड र फ्रान्सको बीचमा रहेको सानो टापु हो। जर्सीमा क्रिकेट निकै लोकप्रिय छ। जर्सीको राष्ट्रिय क्रिकेट टोली आइसिसी को एसोसिएट सदस्य हो र युरोपका प्रतिस्पर्धी टोली मध्ये एक मानिन्छ र यो आइसिसी टी20 र्याङ्किङको 29 स्थानमा छ। अब कुरा गरौँ नेपालले जर्सीसँग किन खेल्दैछ। नेपालले 13 र 15 जुलाईमा जर्सीसँग दुईवटा लिस्ट एओडिआई स्तरको अभ्यास खेल खेल्नेछ। जर्सीले ओडिआई मान्यता प्राप्त देश नभएकाले लिस्ट एओडिआई खेल भनिएको हो। यी खेलहरू एनसीसी ग्रेनविल क्रिकेट ग्राउन्डमा हुनेछन्। त्यसपछि नेपाल नेदरल्यान्ड्स पुगेर आइसिसी क्रिकेट वर्ल्ड कप लिग 2 अन्तर्गत नेदरल्यान्ड्स र नामिबियासँग खेल्नेछ। जर्सीसँग खेल्नको मुख्य उद्देश्य पहिले नेपाल क्रिकेट सङ्घ क्यान र जर्सी क्रिकेट बीच दुईवटा एकदिवसीय सूची ए अभ्यास खेल खेल्ने सहमति भएको थियो। सोही सहमति अनुसार नेपाल र जर्सी बीच पहिलो एकदिवसीय सूची ए अभ्यास खेल हुँदैछ। युरोपको मौसममा अभ्यस्त हुनु, नयाँ पिच र मैदान बुझ्नु, अन्तिम प्लेइङ 11 तय गर्नु, लिग 2 अघि खेलाडीको लय बनाउनु, युरोप मैदानको बारेमा अनुभव लिन नेपाल र जर्सीका म्याच एनसीसी ग्रेनविल ग्राउन्डमा हुनेछन्। यो मैदान जर्सीको प्रमुख अन्तर्राष्ट्रिय क्रिकेट मैदान हो। घाँसे पिच भएकाले सुरुवातमा फास्ट बलरलाई सहयोग मिल्ने सम्भावना हुन्छ। मौसम चिसो र हावाहुरी हुने भएकाले स्विङ बलिङ प्रभावकारी हुन सक्छ। नेपालका ब्याटरहरूले यस्तो अवस्थामा राम्रो अभ्यास गर्ने अवसर पाउनेछन्। नेपाललाई जर्सीसँग खेलेर कुन कुन पक्षमा फाइदा र घाटा हुन सक्छ? फाइदा हुन सक्ने पक्षहरू लिग 2 अघि उत्कृष्ट अभ्यास, युरोपेली पिचमा अनुभव, खेलाडीको फर्म जाँच्ने मौका, अन्तिम टोली संयोजन मिलाउने अवसर, आत्मविश्वास बढ्ने, सम्भावित घाटा हुन सक्ने कुराहरू कुनै प्रमुख खेलाडी घाइते हुन सक्ने जोखिम, लगातार यात्रा र खेलले थकान बढ्न सक्छ, खराब प्रदर्शनले मनोबलमा असर पर्न सक्छ। तर समग्रमा यो सिरिज नेपालका लागि धेरै उपयोगी तयारी मानिएको छ। अब सबैको नजर नेपाल र जर्सी बीचको खेलमा भन्दा नि लिग 2 मा नेदरल्यान्ड र नामिबिया सँग हुने। अब नेपालको वास्तविक परीक्षा जर्सी विरुद्धको अभ्यास खेलमा होइन, त्यसपछि हुने आइसिसी क्रिकेट वर्ल्ड कप लिग 2 का नेदरल्यान्ड्स र नामिबिया विरुद्धका महत्त्वपूर्ण खेलहरूमा हुनेछ। यही खेलहरूले नेपालको ओडिआई स्टेटस कायम रहने कि नरहने, साथै 2027 क्रिकेट विश्वकप छनौटतर्फको यात्रा कति बलियो बन्छ भन्ने निर्धारण गर्नेछन्। तपाईलाई के लाग्छ? नेपालले नेदरल्यान्ड र नामिबियाको खेलमा कति खेल जित्ला? आफ्नो अनुमान तल कमेन्टमा लेख्नुहोस् र भिडियो मन परे लाइक, शेयर र च्यानल सब्स्क्राइब गर्न नभुल्नु।